हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी आइस्मा कालान। हजुर सबैजना सन्चै हुनुहुन्छ होला नि, म पनि सन्चै नै छु। धेरै पछि देख्नु होला है अनुहारलाई त बिर्सिनु त भएको छैन नि। गाइस फाइनली आज धेरै पछि भ्लग बनाउँदैछु। बिर्सेको के हो बनाउन पनि रहेको त्यो गाइस सबैलाई ठिकै होला, आरामै होला भन्ने आशा राख्दछु। अनि त्यही हो, अब चाहिँ यस्तै छ अब ड्युटी है, ड्युटी रुम अब यस्तै हो, बिजी लाइफ चलिरहेको छ हल्का है। त्यही भएर टाइम भएन अलिक राम्रोसँग। त्यही भएर अहिले चाहिँ हामी चाहिँ बाहिर जान लागेको चाहिँ हामी बिचमा जान लाग्यो गाइस। धेरै पछि सबैजना दाइहरू पाउँछौँ, त्यही भएर दाज लाग्यो मलाई। हेलो भन्नु न। हेलो यता पनि हामी जाँदैछौँ रातिको 1 बजे। हामी कहाँ हिँडेको, मलाई लिन आएर म नजाने भनेको त चाहिँ मेरो भाउजू हो, चिन्नु भयो कि भएन होला। यता चाहिँ हाम्रो पुरा टोलीहरू हुनुहुन्छ है गाइजहरू यतातिर। आम्मामा हेलो दाई। कस्तो गाइज हो भने हामी त हेलो चिन्दिनौँ गाइस है हामी। दाई भनेको नि। ए दाइ त चिन्छ। हेलो हेलो। स्वागत छ तपाईँहरू सबैजनालाई मेरो यसमा गलान ब्लगमा। यसै अब तल आइसकेको अब तर कुन बिच जाँदैछ पनि थाहा छैन मलाई त। मलाई त यसै उठाएर लिएर हिँडिरहेको छ। हेलो उस्मान। हेलो 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 उस्मान डन त केही सुन्दैन त फेरि। आमामा हामी चाहिँ यस्तो खतरनाक कालो चिल्लो गाडीमा जान लागेको बिचमा जान। ओ दाइ हामीलाई यहीँ छोडेर जाने हो कि हो? यही पता है मेरे को। हेलो येलो तर गीत हाल्न मिल्दैन नि। अरूलाई देखाउँदा राम्रो देखाउँछ, मलाई देखाउँदा म त राम्रो देखाउँछ रहेछ के हो। अब म्युजिक लगायो भने कपिराइट लाग्छ अनि त्यो म्युजिक डाउनलोड गरेको छैन, त्यही भएर अहिले म भोइस कभर गर्दैछु साथीहरू। अनि त्यही मलाई एउटा कुरा चाहिँ भन्न मन लागिरहेको थियो क्या, भिडियोमा चाहिँ मैले आफूलाई धेरै देखाएको छैन नि त। अनि हजुरहरूले नि कस्तो नोटिस गर्नु होला है। अनि त्यही हो, म चाहिँ अप्ठ्यारो लागिरहेको थियो, लाज लागिरहेको थियो दाइहरूको अगाडि भिडियो बनाउनको लागि। त्यही भएर मैले आफूलाई चाहिँ धेरै देखाएको छैन। अनि जे होस् इन्जोय गरेँ, अफ क्यामेरा चाहिँ धेरै इन्जोय गरेँ हामीहरूले। अनि त्यही हो, जानु मन थिएन, दाइहरूले कर गरेर लग्यो, लास्टमा आएर त खतरा रमाइलो गरेर आएँ है। त्यही हो, जिन्दगी कहिले तल माथि भइरहेको छ, बेला मौकामा रमाइलो गर्नुपर्छ। दुबई जाने भने सिधा जाने भनौँ, यता जाने भने चाहिँ बिच जाने। यहाँ बिचमा गाइस आइपुगे कति हो कति आम्मामा गाइस मान्छे हो समुद्रमा त। ला भिडै भएन रहेछ त। ल गाइस हामी चाहिँ फाइनली बिचमा आइसकेको छौँ। मान्छे ल गाइस हामी कहाँ आएको दाइ? हामी बीच कुन बिच? दुबईको कुन दुबई? जुमिरा बीच। हजुर जुमिरा बीच। अम्मा त्यहाँ त रसल खैमाको बिचमा छौँ है साथीहरू। अब चाहिँ हामी यहाँ बस्नेवाला छौँ रे जुम्रा बिच। हाम्रो दाईहरू, उता हाम्रो गणेश दाईको साथी दाई, यता हाम्रो पडोसी, यता हाम्रो भाउजू, अनि यता म छु। आमामा नै साथी हजुर लु मेरो चुन्दरी। अब दाइहरूले के खानेकुरा लिएर आएको छ थाहा छैन। अब त सिधै ड्युटीबाट यतातिर है, म त नआउने भनेको जबरजस्ती मलाई तानेर लिएर आउनु भएको यहाँ। अब सल ओर्ने हो किनभने चिसो लाग्छ मलाई। कति पछि आयो साथीहरू, हजुरहरूसँग पनि धेरै पछि, यहाँ पनि धेरै पछि आएँ। मलाई सबैले बिर्सेर होला, नबिर्सिनु ल, मैले सम्झिरहेको छु, तपाईँहरूले बिर्से पनि ल। अब भिडियो बनाएपछि त केही गर्दैन उसमा हेर
पानीमा जानलाई मान्छेलाई मैले जान नदिकन राखेको थिएँ यता टिसिम लिएर दिन्छ नि सबै बन्द व्यवस्था आजको म्यानेजमेन्टको हो दाइ कुक पनि सबै कुरा स्पोन्सरहरू स्पोन्सर आपको स्पोन्सर है मैं सेफ हूँ डाइरेक्टर म चाहिँ गेस्ट टिफिन बॉक्स नहीं है ना वो लेके वो उसका था ना वो लेके गया We eat too much, drinking too much, sleeping late. बगडाला खान्छ तिमी भाइ तिमी बगडाला ग्लासमा हालिदिए चाहिँ सबभन्दा ल्याउ ल भगरहरूले नछुवा न अलिकति किम्ती हुन्छ हौ अहिले 5 ग्राम पनि 10 ग्राम होला अल्कोहल स्विट अल्कोहल दाइ समात्नु न हामी स्विट नै हो नि त आमामा दाइको फेरि भाइ दाजुभाइ दिदी बहिनी सबैजना यता हामी मलाई त कसैले खाऊ पनि भनेन आफै खान्छु अब दाइ म देखेछु छैन दाइहरू लिउँ है लिउँ लिनु न उस्मान भाइहरूले लिदियो चेस गरिदिनु भाउजू र म चाहिँ ला चेयर्स भ्लगरको लागि लाजै लाग्यो यार भ्लगर त होइन म यो कुकुमरै नि यसरी क्यामेरा टसाएर खाइदिनु खानु धेरै बोल्न सक्दैन आँखा नलागेको चाहिँ जसले हेऱ्यो भने तेरे नाम आज कति दुःख पायो हामीले अहिले भन्यो खानेकुरामा चाहिँ हामीसँग रहेको छ सलाद नुडल्स अनि रोटी तरकारी अनि बनाउने सेफ यता डन आउनु है मेरो मसँग है बिचमा म बनाइदिन्छु सामान चाहिँ तपाईँहरू किन्नु नि किन्ने भए चाहिँ गाडी साडी तपाईँको बनाइसनाइ मेरो खवाई पनि मेरै हो भनेर भन्दा न फरक नपर्ला यता नाक फुल्यो धेरै बहिनीले तारिफ गर्दा भ्लगमा नाक फुल्यो नि देखेन अनि साइड छड्केर म हिरोइन देखिँदै हाम्रो यो चाहिँ मेरो भाग हो यति धेरै मलाई चाहिँ तपाईँहरूलाई पुग्दैन ओ माई गॉड पिरो भयो के तरकारी जस्तो आम्मामा चिकन भ्लगर यता लाइभ देखाउ त ल तरकारी कस्तो भयो है केटाहरू मिठो भयो नभए नि नमिठै मिठो मानेर खाऊ भनेको नुन पुगेन भने चाहिँ त्यहाँ समुद्रमा ल्याएर है पानी म ल्याइदिन्छु हालत पतला भयो पिरोले मलाई चाहिँ खासै देख्नु पाउनु भएको छैन होला किनभने म नराम्रो छु डन है अब चाहिँ समुद्रको पालो पानीमा जाने खानासाना चाहिँ खाइसकेको छौँ है अब भाउजू यहाँ जाँदै हुनुहुन्छ अनि जाँदैछु अजय भाइ होइन गाई समुद्रमा तेर्दैछु हल्का हल्का भिडियो बनाउँदैछु हाम्रो दाईहरू चाहिँ यता बसिरहनु भएको छ अनि हामी चाहिँ यतातिर यसरी खेल्दैछ मतलब यतै बसिरहेछौँ हाम्रो अझै दाई चाहिँ पुरा स्विमिङ हान्दै हुनुहुन्छ यहाँनिर देख्दैन पो रहेछ हाम्रो दाई चाहिँ अर्कोहरू यहाँनिर छ भाउजूलाई पनि मैले रेडी गराइदिँदैछु छिटो गर्नु अनि जाने घर भनेर ल अब चाहिँ साथीहरू अब स्विमिङ गर्न हामी चाहिँ रेडीमा छ साथीहरू
ल ल जय माता दी ल ल जय माता दी ले लो पकड़ ले लो जाऊ न यसरी जाडो ठंडी लग रही है अजय भाई नहीं है ठंडी हल्ला चाहिँ ज्यादा भयो क्या सेलिंग यहाँ संभाल के जाऊ न जाऊ अजय भाई अजय भाई फोटो वीडियो दोनों साथ में हल्ला ज्यादा गर्छ आजा आप भी साथ में आ जाओ वीडियो उतार लो हल्ला ज्यादा गरेंगे गाइस आज ब्लू है पानी ओए पानी ना हाल न क्यामा ओए ओए महंगा देख के अजय भाई कोई मुश्किल नहीं है यस गाड़ी में ब्लैंकेट डालो ब्लैंकेट है डर आयो लो 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 पकड़ा पकड़ा जाडो भयो र गाई स्विमिङ पनि खेल्यो है जाडो भएर मरे अब कपडा यतिकै गरेको यो भूतले हेरेको गर्छ मलाई सो अब चाहिँ हामी सबैजना अब पाका पोको बोकेर अब चाहिँ रुम जाने हो अनि एकताल फेरि अनि घरको पानीले सग्लक्क एकताल सर्लेर अनि त्यहाँबाट सुत्ने हो भोलि चाहिँ मेरो 1 बजेको ड्युटी छ नि त त्यही भएर आएको नत्र त के को त्यही नै जबरजस्ती दाइहरूले तानेर यहाँ मलाई बिचोक बनाएर लिएर आएको कस्तो ग्लो ग्लो गरेको त राति पनि ल साथीहरू अब चाहिँ घर जाने है त अब यहाँतिर रेडीमा पुरै जाडो भयो जाडो होइन क्या अब चाहिँ जाम अब चाहिँ बाई बाई अब कहिलेसम्मलाई हो 1 वर्षपछि आएर सायद म यहाँ लु अघि त एकजना पछाडि थियो अझ सबैजना एकै ठाउँमा लाएँ नै अब धेरै खुसी दाइ धेरै पछि म त धन्यवाद धेरै धेरै दाई सेन्टी में दाइ थ्याङ्क यू आप सेट में दाई ल बाई बाई गाइज बाई बाई आज कस्तो भयो दामी भयो दामी 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 सबै घरकोबाट भेट्यो पौडी तर हामीले गीत बजाएर नाच्न पाएन है त्यति मात्रै भयो मिस भयो अर्को ताल अब ल गाइज बाई बाई है त बाई बाई पहले से ही क्या उसे तू इश्क जाहिर करूं तू भी कभी बोल दे याद रखना मैं भी हूँ दीवाना ओ जालिमा इस जहां में सभी के लिए किसी न किसी के बनाया है किसी के लिए
Thanks for watching, guys. Please like, comment, share, and subscribe.